धन्यवाद। सबभन्दा पहिलो कुरो आर्थिक सचेत नागरिक समाजले दोस्रो कार्यक्रम गरिरहँदा हामीले सबभन्दा पहिलो फोहोर व्यवस्थापन चाहिँ कसरी गर्ने, यो चाहिँ अब देशले उपयुक्त एउटा विकल्प अब निकालि नरहेको अवस्थाको बिचमा हामी यो कार्यक्रम गरिरहेका छौँ र यसको अब भरपर्दो विकल्प त के हो भनेर हामीले पनि ग्यारेन्टी गरिरहेका छैनौँ। अहिलेसम्म हामीले अब परम्परागत रूपमा यसलाई चाहिँ भेला गर्ने र जलाउने भन्नेमा नै हामी निरन्तर छौँ र भावी दिनमा चाहिँ सम्बन्धित निकायले यसको उपयुक्त विकल्प निकालेको दिन मात्रै चाहिँ यसको उचित व्यवस्थापनमा हामी पनि त्यहाँ सहयोग गर्छौँ। र योभन्दा पछाडि चाहिँ के तपाईँहरूको गतिविधि रहन्छ? अब यो चाहिँ हामी सही अर्थमा भन्नुपर्दाखेरि यो हाम्रो प्लास्टिक जन्य फोहोर पदार्थले भरिभराउ आठराई सिङ्गो तेह्रथुम। अब यो स्थितिबाट चाहिँ उठ्नुपर्छ भनेर चाहिँ हामी मानसिक रूपबाट तयारी हुनुपर्छ भन्ने बुझाइ सम्प्रेषण गर्ने हाम्रो कार्यक्रम हो र यो एउटा स्वच्छ वातावरणमा हामी प्रवेश गरिसके पछाडि यहाँनिर भएका अन्य तपाईँको समाजमा विकृति विसङ्गति अब चाहिँ सम्बन्धित निकायहरूबाट भएका चित्त बुझ्दो नबुझ्दा कुराहरूमा चाहिँ एउटा स्वस्थ बहस तपाईँको एवं क्रियाकलापमा हाम्रो एउटा उपस्थिति हुन्छ र तपाईँको यहाँनिर चाहिँ देशमा व्याप्त एउटा भ्रष्टाचार छ। यो भ्रष्टाचारलाई चाहिँ अब स्थानीय निकायदेखि मास्लो निकायसम्म अत्यन्तै राम्ररी खबरदारी गरोस् भन्ने हाम्रो तर्क रहन्छ र हामी त्यही विषयमा बढी केन्द्रित हुन्छौँ र स्वास्थ्यसँग सम्बन्धित हाम्रो जलाधार क्षेत्रहरू छन्, ती क्षेत्रहरूमा पनि सरसफाइको अभियानहरू सञ्चालन गर्छौँ। हाम्रो प्राकृतिक सम्पदाहरू छन्, चाहिँ सांस्कृतिक सम्पदाहरू छन्, यी सबै सम्पदाहरूलाई चाहिँ तपाईँ हामीले चाहिँ अब समान ढङ्गले चाहिँ संरक्षण र प्रवर्धन गर्नुपर्छ। सम्पदाहरू चिन्न जरुरी छ, बुझ्न जरुरी छ। हाम्रो संस्कृति बुझ्न चिन्न जरुरी छ। संस्कृति नभएको समुदाय हुन सक्दैन। यो कुरामा पनि हामी सचेतना चाहिँ कार्यक्रम सञ्चालन छौँ। यस्ता धेरै रचनात्मक काम गर्नुपर्छ भन्ने आवश्यकताको आधारमा